नमस्ते। ल, आज कुरा गरौँ नेपालमा सोशल मिडियाबारे आएको एउटा नयाँ नियमको। सरकारले भर्खरै एउटा निर्देशिका, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080 जारी गरेको छ। अब यसले के भन्छ अनि यसले हाम्रो सोशल मिडिया चलाउने तरिकामा के फरक पार्छ? आउनुहोस् यसलाई एकदमै सजिलो तरिकाले बुझ्ने कोसिस गरौँ। अब यो प्रश्न एकदमै महत्त्वपूर्ण छ हैन त? किनभने सरकारले ल्याएको यो नयाँ नियमले हामी सबैलाई जो सोशल मिडिया चलाउँछौँ सिधै असर गर्छ। अबदेखि फेसबुक, टिकटक होस् वा इन्स्टाग्राम के पोस्ट गर्न पाइन्छ र के पाइँदैन भन्ने बारेमा केही नयाँ सीमाहरू तोकिएका छन्। ल, सबभन्दा पहिले त यो नियम किन चाहियो भन्ने कुरा बुझौँ है। खासमा यतिकै त नियम आउँदैन। सरकारको भनाइअनुसार सोशल मिडियामा केही गम्भीर समस्याहरू देखिएका थिए र तिनैलाई समाधान गर्न यो निर्देशिका ल्याइएको हो। त्यसो भए ती मुख्य समस्याहरू के थिए त? हेरौँ है त। पहिलो र सबैभन्दा ठूलो कारण हो हेट स्पिच, मतलब घृणास्पद अभिव्यक्ति। पछिल्लो समयमा यस्ता कन्टेन्टहरू एकदमै बढे जसले समाजमा नराम्रो असर पारिरहेको थियो। विभिन्न जातजाति, धर्म, समुदायबीच फाटो ल्याउने खालका कुराहरूलाई कन्ट्रोल गर्नु नै यसको एउटा मुख्य उद्देश्य हो। अनि अर्को ठूलो समस्या मिसइन्फर्मेसन एन्ड डिसइन्फर्मेसन, अर्थात् गलत र भ्रामक सूचना। थाहै छ आजकल सोशल मिडियामा कुनै पनि झुटो खबर कति छिटो फैलिन्छ। हो, यही कुरालाई रोक्न र सही जानकारी मात्रै फैलियोस् भनेर यो नियम ल्याइएको हो। अनि तेस्रो कुरा साइबर बुलिङ र ह्यारासमेन्ट, मतलब अनलाइनमा दिइने धम्की, गरिने गाली गलौज, कसैको चरित्र हत्या गर्ने जस्ता घटनाहरू त कति बढेका छन्। हो, यस्तै हैरानीबाट प्रयोगकर्तालाई बचाउनु पनि यो निर्देशिकाको एउटा एकदमै महत्त्वपूर्ण उद्देश्य हो। ल, समस्याहरू त यी भए। अब प्रश्न उठ्छ, यी समस्या समाधान गर्न फेसबुक, टिकटक जस्ता ठूला कम्पनीहरूले चाहिँ के गर्नुपर्छ त? उनीहरूलाई के नयाँ जिम्मेवारी दिइएको छ? अब त्यो हेरौँ। यो निर्देशिकाले कम्पनीहरूलाई खास गरी 3वटा मुख्य काम गर्न भनेको छ। 1. जति पनि सोशल मिडिया प्लेटफर्म छन् उनीहरूले 3 महिनाभित्रमा नेपालको सञ्चार मन्त्रालयमा दर्ता हुनु पर्यो। 2. नेपालभित्रै एउटा सम्पर्क बिन्दु वा पोइन्ट अफ कन्ट्याक्ट राख्नु पर्यो। यो के हो भन्ने बारे हामी एकैछिनमा कुरा गर्छौँ। अनि 3. प्रयोगकर्ताको गुनासो सुन्न र समाधान गर्न एउटा राम्रो सिस्टम बनाउनु पर्यो। अघि भनेको सम्पर्क बिन्दु वा पोइन्ट अफ कन्ट्याक्टको कुरा अलि बुझौँ है। यो एकदमै महत्त्वपूर्ण कुरा हो। यसको मतलब के हो भने अब फेसबुक, टिकटक जस्ता ठूला कम्पनीहरूले नेपालमै एउटा अफिस वा कम्तीमा एकजना आधिकारिक प्रतिनिधि राख्नुपर्छ र यही अफिस वा व्यक्तिले सरकारसँग सिधै कुरा गर्ने, नियम कानुन मान्न लगाउने र सबै कुराको जवाफदेही हुने काम गर्छ। ल, अब आउँछ सबैभन्दा महत्त्वपूर्ण खण्ड, हामी जस्ता साधारण प्रयोगकर्ताका लागि यो नियमले हामीलाई सिधै असर गर्छ। अब सोशल मिडियामा के गर्न पाइँदैन त? निर्देशिकाले यो कुरा एकदमै प्रष्ट पारेको छ। अहिले जुन देखिँदैछ यो त्यही निर्देशिकाको दफा 4 हो। यही दफामा के गर्न पाइँदैन भनेर लामै लिस्ट दिइएको छ। अब आउनुहोस् यही लिस्टका केही मुख्य बुदाहरूमाथि एक गरी नजर लगाऊँ। पहिलो कुरा पहिचान र अभिव्यक्तिको बारेमा। अब कसैको नाममा फेक आइडी, पेज वा ग्रुप बनाउन पाइएन। त्यस्तै अरूको अपमान गर्ने, जात, धर्म, लिङ्गको आधारमा घृणा फैलाउने वा देशको सार्वभौमिकतामाथि नै असर पर्ने खालको कन्टेन्ट बनाउन वा सेयर गर्न पनि पुरै बन्देछ। तर यहाँनिर एउटा चाखलाग्दो कुरा के छ भने अरूको गलत व्याख्या गर्ने जस्ता शब्दहरू पनि छन्। अब यसलाई व्यवहारमा कसरी लागू गरिन्छ त्यो हेर्न बाँकी छ। अर्को एकदमै महत्त्वपूर्ण कुरा प्राइभेसी र डिसेन्सी, मतलब गोपनीयता र शिष्टता। अबदेखि कसैको सहमति बिना उसको निजी फोटो वा भिडियो हाल्न पाइने छैन। यो एकदमै राम्रो कुरा हो। त्यसैगरी जातीय भेदभाव फैलाउने, अश्लील सामग्री हाल्ने वा कसैलाई ट्रोल गर्ने, उसको चरित्र हत्या गर्ने जस्ता काममा पनि कडा प्रतिबन्ध छ। तर फेरि यहाँ पनि ट्रोलिङ वा चरित्र हत्या भनेको के हो, यसको सीमा के हो, यो कुरा नियम लागू हुँदै जाँदा अझ प्रष्ट होला। अनि सोशल मिडियालाई कुनै पनि किसिमको गैर कानुनी कामको लागि प्रयोग गर्न पनि अब पाइने छैन। जस्तै लागु औषधको प्रचार प्रसार गर्ने, जुवा खेल्न उक्साउने, साइबर बुलिङ गर्ने, ह्याकिङ फिशिङ गर्ने वा आतंकवादलाई बढावा दिने यस्ता कुनै पनि गतिविधि अब सिधै गैर कानुनी र दण्डनीय हुनेछन्। ल, नियमहरू त यी सबै भए, तर अब के हुन्छ त? अगाडिको बाटो कस्तो होला?
खासमा नियम बन्नु एउटा कुरा हो, तर त्यो कसरी लागू हुन्छ भन्ने अर्को महत्त्वपूर्ण कुरा हो। यसले हाम्रो अनलाइन दुनियाँलाई कस्तो बनाउला? यी प्रश्नहरू अब साँच्चै महत्त्वपूर्ण छन्। र अन्त्यमा एउटा सबैभन्दा ठूलो र सोच्नै पर्ने प्रश्न। एकातिर अनलाइन संसारलाई सुरक्षित र राम्रो बनाउने कोसिस छ, अर्कोतिर हाम्रो अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि छ। अब यो नयाँ निर्देशिकाले यी दुई कुराबीच कसरी तालमेल मिलाउँछ? यो नै सबैभन्दा ठूलो चुनौती हो। र हो, यो विषयले भविष्यमा पक्कै पनि एउटा ठूलो बहस निम्त्याउनेछ, यसमा कुनै शङ्का छैन।